ल केटा म चाहिँ आज यसो फारमतिर जानु लाग्यो एक्लै होइन। आज शनिबार काम छ छनु त तर नाइट हो। नाइटमा लगभग 4 घन्टा जति सुतेर अब फारम गएर सामान ल्याएर फेरि आएर 1-2 घन्टा सुत्ने भनेको केटा है। ल सरी अब फारम जानु लाग्यो बस आउँदैछ 1 बजीतिर त्यहाँको बस चढेर जाने होइन। फाइनली अब ट्याक्सी स्टेसनमा पनि आइपुग्यो होइन। अब ट्याक्सी कुर्ने हो सरी ट्याक्सी आयो भने चाहिँ ट्याक्सीमा जाने हो होइन। ट्याक्सी अब कतिखेर आउँछ थाहा छैन होइन। ट्याक्सी स्टेसन चाहिँ हाम्रो चाहिँ यही हो ठ्याक्क यहाँ बस्ने ट्याक्सी आउँछ एकछिन पछि ट्याक्सी चढेर जाने है फारम चाहिँ। बसको लोकेसन हेर्न नजानेर पनि दुःख पाउँदो रहेछ हौ केटा हो यार। बस भने फारमबाट गाउँ छिर्दै रहेछ म सोचेको गाउँबाट अब फारमतिर लाग्दैछ भनेर आएको त भर्खर उता पो गयो यार। है त अब आधी घन्टा पछि आउँछ होला बिजोग भयो नि। ल यहीँ अब आधी घन्टा 1 घन्टा जति बस्ने फेरि कुर्ने त होइन केटा। फाइनल्ली ल केटा अब 1 घन्टा पछि बस कुरेको आयो। एक्लै छु यहाँ बसमा चाहिँ होइन। ट्याक्क मान्छे छैन कोही एक्लै लाग्छ होइन। 1 घन्टा कुरेको यार बस हेर्न नजानेर क्या व्यवस्था आयो नि त होइन। ल केटा फाइनल्ली फारम चाहिँ आइपुग्यो होइन। फारम आइपुग्यो बजार हिँड्ने हो माटमा सामान किन्ने अनि जाने हो है। सामान चाहिँ किन्नु है केटा सामान किन्यो अब चाहिँ ट्याक्टर गरेर जाने हो है। यो चाहिँ ओल्ड माटुबाट सामान किनेको बाटो कुर्दै बाटो नै खुल्दैन। अब बाटो खुल्यो भने चाहिँ हामी जाने हो। यहाँ चाहिँ हाम्रो सागरी हो। यो सागरीनिर चाहिँ हामी सरी सबैजना बाटो कुदिरहेको छौँ। खुल्यो ठ्याक्कै है खुल्यो भने मात्रै ल खुल्यो बाटो हो चाहिँ बाटो क्रस गर्ने केटा हो है। ल त्यसरी नै बजार हो सानो मिनी सानो कस्तो बजार भन्छ अरे यो शनिबार शुक्रबार मात्रै खुल्ने बजार हुन्छ नि त्यस्तै बजार ट्याक्क शनिबार मात्रै खुल्छ। यसो बनाएर के खान्छ यार यहाँ ठुलो मान्छेहरू। ए यो के को अन्डा हो यार यसो बट्टाइको हो कि चाहिँ शनिबार सधैँ लाग्छ यो बजार चाहिँ यसरी के हो यार यो खानेकुरा पनि देख्दै खतरा लाग्छ यार। यसरी एक्लै बजार घुम्न मजा हुन्छ हौ केटा हो। ट्याक्क यसरी ओहो माछाहरू पनि टुटे माछा त खतरा छ हौ पानी पाले खायो। यो चाहिँ बाम माछा रहेछ। अक्टोपस एउटा अक्टोपस खानु मन छ केटा हो होइन। कुनै दिन किनेर एउटा अक्टोपस आफै बनाएर खानुपर्छ। बजारमा छ यसरी खानेकुरा बनाएर राखेको छ यसरी किन्नु खाने हो। मन लाग्यो भने चाहिँ एउटैमा काट्ने नखाउँ हो। भिड छ कसरी हिँड्ने हातभरि सामान छ। बजार चाहिँ खतरा छ खतरा के हुन्छ शनिबार चाहिँ यस्तै हो भिडभाड चाहिँ शनिबार लाग्ने बजार हो। चाहिँ 10,000मा एउटा ज्याकेट छ सस्तो भनेको केटा यार 10,000 गाह्रो छ नि के हो खाने पनि
के छैन सब खान्छ उनीहरू त 16-17वटा देशमा मान्छे कुन देशको के खान्छ कुन देशको के खान्छ के थाहा होइन त्यो चाहिँ खानु मन हो यार अक्टोपस पोटेको कुनै दिन खाएर हालौँ ल नेपाली होटलमा खाना खान आइयो अब एकछिनमा है यहाँ नेपाली होटलमा त यस्तो हुन्छ यसरी खेल्ने पनि हो यस्तो खेल्ने पनि हुन्छ होटलमा आएर खेल्दा पनि हुन्छ यो चाहिँ नेपाली होटल हो ट्याक्क यहाँ चाहिँ अब हप्तामा एकचोटि बाहिरको खाना त खानै पऱ्यो होइन ठिक छ नेपाली खाना खाएको है केटा अब नेपाली होटलमा ट्याक्क यसरी खाने हो हप्तामा एकचोटि चाहिँ टक्क ल चाहिँ लाली ल केटा अब होइन लोटो सोटो पनि किन्ने हो ल केटा अब सामान किनेर फाइनल्ली अब चाहिँ कोठातिर लाग्यो है ट्याक्सीमा चढेर केटा ल यही हो है आज शनिबार चाहिँ यति गरियो ल